हे गाइज गुड मर्निङ एभ्रिवान। हजुरहरू सन्चै हुनुहुन्छ? म चाहिँ सन्चै छु। आज म चाहिँ चट्ट लगाएर क्याम्पस जाँदैछु। बिहान चाहिँ पानी परिरहेछ नि त, अनि यति बेला नि बिहानै छ भनौँ न, बिहानै छ। अनि बिहानको क्लास छ नि त, अनि जाँदैछु म चाहिँ। अहिले चाहिँ हल्का खुलेको छ, अनि पानी चाहिँ रहेको छ। हेर्नुहोस् न, बाटो एकदम खराब, सब बगेर। बाटो जस्तो भए तापनि मौसम चाहिँ एकदमै राम्रो छ। कुहिरोहरू हेर्नुहोस्, मौसम देखाउने क्रममा हेर्नुहोस् त एउटा राम्रो कुकुर। यो कुकुरको नाम चाहिँ के हो मलाई थाहा भएन। अहिले चाहिँ म क्याम्पसमा पुगेँ। म सँगसँगै मेरो साथी पनि थियो, दुईजना थियौँ हामी चाहिँ। यहाँनिर चाहिँ अप्ठ्यारो बाटो थियो नि त, अनि क्याम्पसको क्लासमा गएको त क्लासमा कोही पनि थिएन, अनि ब्याग पनि राखिदिएँ मैले त। बिहान बिहानै निन्द्राको बेला होइन, कस्तो निन्द्रा लाग्छ। क्याम्पस पुग्दासम्म पानी परेको थिएन नि त, अनि पानी पर्दैन होला सोचेको, पानी एकछिन त पर्नु थाल्यो। आम्मामा, पानी पर्दै रोक्दै गरेँ तापनि क्लास चाहिँ भइरहेको थियो। अनि साथीहरू चाहिँ दमादम लेख्नु हुँदै थियो, अनि म चाहिँ भिडियो गर्दै थिएँ। क्या अल्छी लाग्यो नि त। अनि हाम्रो चाहिँ ठ्याक्कै 11 बजी छुट्टी हुन्छ नि त। 11 बजी भयो पनि कस्तो कुहिरो लागिरहेको छ, धुम्म भइरहेको थियो। अनि आजको मिनी ब्लग यति नै, बाई बाई।